हेलो गाइज नमस्ते हाउ आर यु सबै आराम हुनुहुन्छ र म पनि एकदम आराम छु सबैलाई सम्झिरहेको छु है। आज चाहिँ मैले एउटा नयाँ ब्लग लिएर आएको छु अस्ताम विशेषमा है, जहाँ चाहिँ रहेर म चाहिँ अस्ताममा रहेर घुमघाम गरेका केही सर्ट क्लिपहरूलाई जोडेर अझै एउटा राम्रो तरिकाले एउटा फरक भिडियो पनि लिएर आएको छु। खास चाहिँ म अस्ताम चाहिँ हाम्रो टिभीएस ग्रुपबाट चाहिँ एउटा टुर प्याकेज मिलेर गएका थियौँ र त्यही टुरलाई चाहिँ केही क्लिपहरू जोडेर मैले चाहिँ तपाईँहरू माझ एकदम एउटा रमाइलो तरिकाले पस्किने कोसिस गरेछु। आज चाहिँ पक्कै यो भिडियोलाई मन पराउनुहुन्छ र मेरो कोसिसलाई तपाईँहरूले केही हदसम्म मन पराएर केही प्रतिक्रिया दिनुहुनेछ भन्ने आशावादी छु है। धेरै धेरै धन्यवाद हुनेछु, कृतज्ञ रहनेछु। धेरै धेरै हाम्रो अन्नपूर्ण इको भिलेज अस्ताममा चाहिँ हामी आज टिभीएस ग्रुप सबैजना छौँ। यो चाहिँ अझै अहिले नाइटको भन्दा नि म भोलि मर्निङमा चाहिँ अझै राम्रो भिडियो सिक्दैछु। हाम्रो रुम चाहिँ ठ्याक्क त्यो माथि उतापट्टिको यति दामी छ नि कुरै नर। दिदीले अब टुक्का गर्नु Good morning from Astam. In front of Macha Pusre. यता फेरि एउटा भ्यू हेरेँ, यहाँ मन्दिर एउटा दामी मन्दिर छ है। के को मन्दिर हो थाहै पाइन, तर मन्दिरको स्टाइल पनि दामी के। बस्तीहरू पनि यता बस्तीहरू अरू पनि रहेछन् अस्ताम। यताको चिसो त्यो रुमको आनन्द बिस्तारबाट भयो भने सूर्य दर्शन गरे होइन। सबै साथीहरू पहिला पहिला आए, कता कता रुम चुज गरे होइन। कोही कुनै काप परेन, कुनै काप्चा परेन, कुनै बाथरुमको छेउतिर परेन। हामी चाहिँ दामी के एकदम हेर्न सूर्य आइस के बिहान मर्निङमा पुरा सिरानीमै पुरा सूर्यको तातोसँग अरू चिसो गरेर घाम तिर्ने चाहिँ हामी घाम ताप्ने रुमको बिस्तारमै यसो पर्दा हटाएर आरामले पुरा घाम ताप्दैछौँ क्या। दामी मजा लागिरहेछ। ड्याडी मिस यु। एउटा फोटो हेरिदिउँ न आउने यार। बाँसुरी हेर्नु यो लप्सीको मजासँग ल हेर्नु। हिमाल माछापुरी हिमालको अगाडि अस्ताममा एकदम लोकल प्योर लप्सीको स्वादसँगै अस्ताम गाउँ। साइडबाट देखेको भ्यूहरू मात्रै। म चाहिँ ठ्याक्कै एकदम पुरानो यादलाई चाहिँ फेरि एकचोटि फ्रेस गराएँ मैले। म चाहिँ त्यो बेला 60-61तिरको ठ्याक्कै याद गरेर घुमेकै होटेल जापानिज होटेल। यो चाहिँ यति शान्त, यति राम्रो वातावरण, यति अब यो साइनिङ पनि भनौँ, यहाँको यो म्यानेजमेन्ट पनि यति राम्रो, सबै डिजाइनहरू है।
हामी बसेको त अलिक माथि यो डाँडामा वहाँ टपमा यो लगभग मैले जुम गरिदिएँ थोरै एकचोटि त्यही डाँडामा तर हामी चाहिँ तल छौँ तल यसो हेरेर घुम्दैछौँ अनुमति लिएर एकदम लिएर घुमेँ म ल बाबा यता हेर्नुहोस् यहीँ हेर्नु यता हेर्नुहोस् कि भिडियोमा पनि फोटो नि हुन्छ नि त ल हेला हेर्नु आहा ल यहाँभन्दा अन्त कहीँ लिनै मन लागेन मलाई त्यहाँ तपाईँ मन आत्मै मान्दैन क्या भिडियो क्लिपमा फोटो क्लिप यो फल केही न केही फल हो यो फलको नाम चाहिँ के हो लहर यहाँ पुग्यो भन्ने मेरो अड्कल भएको के हो है बुझ्नेले खबर दिउँ ल म चाहिँ यो अर्ग्यानिक फार्म है अस्तामको चाहिँ यो जापानिज होटेलको अर्ग्यानिक फार्ममा एउटा चाहिँ एकदम राम्रो र मनपर्ने यो चाहिँ हुन त हामीले पनि जाने बुझेको कुरा हो यो यस्तो हुन्छ भन्ने कुरा तर पनि अझै मैले राम्रो के देखेँ भने यो खिर्राको रुखलाई चोकाको काम गर्नु चोको अब कापो लगाउने काम जसले चाहिँ टाँड बनाउनु सहज भयो टाँड बनाइराखेपछि यो रुखहरू सरेपछि उसले हरेक समय चाहिँ त्यही टाँडको सधैँ काम गर्ने अरू भाटा खामा चाहिँ फेरे भयो तर चोके खामालाई चाहिँ आवश्यक परेन फेर्नलाई जुनले चाहिँ निरन्तर हरेक वर्ष त्यसैले मात्रै काम गर्ने भयो र यहाँको अर्ग्यानिक फार्म ल हेर्नुहोस् धेरै कुराहरू फरक फरक तरिकाका फरक फरक सब्जीहरू देख्न सकिन्छ रातो सागदेखि लिएर सलाद खाने सागहरू अनि धेरै चिज छन् अब कति चिजहरू मलाई पनि थाहा होइन है तर समग्रमा साग सब्जीहरूकै चिजहरू यो सानो भिडियो क्या लाइकमा आउनु सक्यो तपाईँबाट गर्नु न मलाई चाहिँ यो टिमुरको रुख कस्तो हुन्छ भनेर धेरैले चाहिँ पछिल्लो समय मैले एकचोटि टिमुर ल्याएर घरमा सारेँ गाउँमा भनेर भन्दाखेरि कस्तो हुन्छ र टिमुर फल्छ र भन्यो तर यो म अहिले अस्ताममा छु होइन यही यस्तै मौसम त हो हाम्रो पनि ल टिमुर यस्तो मजाले फलेको छ यो जुत्ताहरू जुन चाहिँ फलेको छ यो टिमुर हो है टिमुरको रुख कत्रो हुन्छ भनेर भन्नुपर्दा त्यो देखिएको सबै टिमुरको रुख यत्रो हुन्छ काँडा हुन्छ यसको टिप्न जाने कठिन पनि हुन्छ तर यसको मूल्य बजार मूल्य यसको खाँदाको स्वाद भने एकदम भयङ्कर महँगो छ आनन्द पनि छ यसले त आफैलाई हाल्ला त यार ओ बाबा कता आएको है त्यो मान्छेले हान्छ क्या यार बाबु भयो कहाँ यार औडा गर्ने यार सधैँ कताबाट उता गयो हामी तल जापानिज होटेलमा भन्दै भाइले यार गनेर आएको गनेर त आएको तर ठ्याक्कै ठाउँमा गयो तर राइट गइदियो है कति पनि लेफ्ट राइट नभइकन एकदम सिधा ल ए बाबा उल्टो आनामै उल्टो अर्को कपेटो भयो त्यो हात फुटेकोतिर नआनामै हातमा च्याप्छ फुट्यो दुइटै ओहो सिधै है बस सिधा कति पनि नमोडीमा है सिधा है कति पनि नमोडिकन बसौँ न यार सिधा बस थोरै राइट सिधा बस अगाडि थोरै अगाडि अझै उदय बाबा है तेरो अझै थोरै अगाडि अब अगाडि थोरै उता एक पाइला अगाडि बाबुले धन्न पर्खाल फुटालेन यार हजुर जान्न हजुर झ्याउ लाग्छ कि मलाई बाँधेपछि गाह्रो हुन्छ कि समाज भन्दा धन्न केटाहरूले अलि निधार फुटालेन त्यहाँ चुचो ढुङ्गो फर्केर
अघि एउटा इको भिलेज गरेर धन्न हानेन इको भिलेजको बोर्ड ल यो सानो नानीहरू नि इन्ट्रेस्टेड छन् जस्तो छ है हेर्न आइरहेछन् उहाँहरूलाई पनि यसो ल मौका दिनुहोस् त यो बहिनीहरू सानसानो दुईवटा बहिनीहरूलाई ल गयो भनिदिएको सही कुरो गलत कुरो चाहिँ क्लियर भयो कि होइन र जाने गयो हो र जाने नि तामदे घैँटोमा टाउकोमा नलिएर नआउ के अब त्यही ओ साहिल बाबु उता जाऊ टाउका हान्दै घुमाएर अहिले ला मलाई एउटा दुईवटा नजारा दृश्य एकदम राम्रो लाग्छ क्या सुवासलाई लाग्यो नि त सुवास यता उतारेर सुवास त ऊ नै बाटो इन्जिनियर हुन् पल्लो छेउरो नाप्दै हिँडिदिन्छ पल्लो छेउरो नापिदिन्छ नि उनले यहीँ उभिएर आएछन् सुवास त्यो ऊ कहाँ विज्ञान हो नि त्यसले कुरो विज्ञान फेरि हान्छ नि यार ए ला ए अँ गीत पनि बजाउनु पर्ने क्या यसले फुटाल्यो त्यसले नि त्यहीँ गएर हाने बेन्चाले त्यो घैँटो या 40जनाले हालिसकेर घैँटो फुटेन यार यो घैँटा जस्ता जस्तै छ त्यो लगेर त्यो हेर त टाउको ठडाएर बस्यो घैँटाले सिलामा अहिले के फिलहाल त्यति हामी यता बिहानको नुहाउन गयो कि के भयो नुहाउने ठाउँ भएर नुहागाम राखिदिए त अनि यस्तै त्यो वीरता कास्की कोटमा वीरता दिएको पनि यो हाम्रै पुर्खाले हो वीरता दिएको पनि यस्तै बुढापाकाले नाम राखिदिएको हुनाले यो पानी यहाँ भएको हुनाले यहाँ छोडेर फेरि पोखरा छोडेर आएका हुनु औल हैजा आउँछ भनेर पोखराको ठाउँ हाम्रो बारले छोडेर आउनु पोखरा त्यति पहिला त उचित थिएन नि त सबै सिस्न गाडी भैँसी मऱ्यो गाई मऱ्यो सबै त्यहीँ फ्याँका जिङ्रिङ हड्डी मात्रै देखिन्थ्यो क्या हामी यहाँ हिँडेरै जान्छौँ हिँडेरै फर्केर आउँछौँ साधन थिएन केही है एक दिनमा जाने आउने के चिज छ नुन के बोक्नु छ ल्याएर नि भनेपछि त्यो बेला म 70 भनेपछि त्यो बेला पानी ट्याक्कै 70 पुग्छु अहिले 69मै छु त्यो बेला तपाईँहरूको बाजेले यही पानी देखेको भएर यहीँ रोकियो पानी देखेको भएर यहाँ यो ठाउँमा राम्रो ठाउँ छ यो पानी छोडेर जाने होइन भन्ने भएर हावापानी राम्रो भनेर हो त नि पानी पनि यो राम्रो हो एक अवस्थाले हेरौँ न यत्रो डाँडोमा यति डाँडोमा ठ्याक्क पानी यस्तो मजाले चाहिँ भित्रबाट चाहिँ यो मूल राम्रो तरिकाले बसिरहेको भनेको त धेरै राम्रो पानी निक्लिराखेर यति बगेको छ त्यो आलमा गएको छ हो त नि अनि हो त नि जराटा आउँछ तर कहिले टाढाको पानी कहीँ बिचे फुट्यो अरे भने पनि आउँदैन खाने त यही पानी नै हो अनि तपाईँले पुग्छ यति पानी ओभर भएको भएछ इनार छ नि अब त्यहाँ गएर हेर्नु अस्ताममा
एकदम एउटा एकदम राम्रो छेड भेटेँ अहिले मैले बनाइरहेको छु भाइ एकदम ढुकाउनु केही अप्ठ्यारो छैन ल होइन होइन एकदम बा एकदम धन्यवाद मैले ल जहाँ छ हामी चाहिँ आफ्नो एउटा नेपाली पनि यही नै राम्रो छ क्या हाम्रो समाज यसमा खुसी हुनुपर्छ जहिले पनि हामी जहाँ जान्छौँ हाम्रो मन कहिले पनि टाढिँदैन क्या हाम्रो एउटा नेपाली समाज के छ नि यो सबभन्दा ठुलो कुरा छ भइहाल्छौँ हामी मोहीको आनन्द हेर्नु है मोहीको सुर्की तपाईँले मोही भनेपछि भन्नै सक्दिनँ होइन मोही दिनु हो कि दही दिनु भयो दहीबाट मुही नपारिकन दिनु भयो मैले अघि भन्ने केटा झरन्ती मर मसँग खान पर्दैन ल्याउ न सल्का ए तिमी डरा हुन्छ तिमीहरू खानालाई किन डराउ र म भन्छु केही भनिदियो भने गयो गयो ल यो गेम यो बचपनको गेम राम राम यता त मलाई हेर्नै मन लागेन उहाँ दिदी चाहिँ एकदम आइसक्यो आइसक्यो भएन भएन ओ यहाँ नि ब्यालेन्स हुँदै रहेछ नहसा है केटा ऊ हो अघि यतिको सिधा हिँडेर हान्दै भयो त्यो बाटो कस्तो लाग्यो यसरी नै आरामले ए उहाँ त आरामले हुनुहुन्छ यति शान्त र सरल तरिकाले हेर त खोल्ती हातमा खोल्तीमा हो कि खोल्ती हातमा राखेर हिँड्नुहोस् है ए खोल्ती हातमा राख्नु हो क्या ए हात खोल्तीमा हो साँच्चै टोले न ला अब टोले कि टोलेन है ए ए ला त्यहाँ परेन नि फेल भयो है यो टोल्न त गाह्रो छ है ल है एक गुच्चा नापेर टोले कि टोलेन है नजिक भयो यहाँको त रमाइलो डेन्जर छ हो ल 90 त्यो उड्यो 100 मा त्यो त उड्यो अब त्यो दुईटालाई जुनलाई हान्छ त्यसको नजिक परेपछि फेरि त्यसलाई टोलेर अनि अर्कोलाई टोल्न पायो अगाडिको जुन खाने हान अनि त्यसपछि फेरि अर्कोलाई टोल्न पाऊ नजिक भयो नत्र तिमी त अब तिमी त 10 चोटि लान्छ बाबा यहाँ आइपुग्नु ए यता नि छम मेरो पालो भन्दै गुच्चा यहाँ चाहिँ एउटा कतिजना रहेछ लास्ट टाइम सबैजना बाबाको खोल्तीमा हाल है खोल्तीमा 10 परिसकेको सन्ध्यापछि म होइन फेरि पालो त आकै छैन त लास्ट मेरो हुन्छ दाइ सन्ध्या दिदी पछि हजुर हो कि को कसको यो खोइ यो त मेरो हजुर मेरो कता छ कि म त यहाँ आइगे टोलेर उता जान पाइयो है ए त्यहीँ बसेर तिनटामा एउटा त पर्लाई नि तिनटामा एउटा टुल्नु त्यहाँ उसमा पर्नु पर्यो ए कठै कसको टाइम ए कसको बाली होला हान त नबिनलाई हाम्रो खेलाडीहरू एकदम सशक्त रूपले चाहिँ एकदम मेरो बाली है नबिन पछि के ए खतरै खेलाइ छ मेरो बाली हैन यो चाहिँ हाम्रो बोइज ग्याङ ल है कि देव कि रोहन ल है ए बाबा ए
म त भनेन कि देव कि रोहन भनेको कोही पनि छैन बाबा एक्लै हो तिमी नै कोही छैन ढुक्कले जाऊ देव बाबु ए इको अन्नपूर्ण इको भिलेजमा चाहिँ हामी बस्यो होइन यहाँ चाहिँ किचन जहाँ चाहिँ हामी बसेर खानपिन हाम्रो टोली खानपिन गऱ्यौँ यो चाहिँ टक्क किचन हल है बसेर खाने मौसमको चाहिँ पोखरातिरको दृश्य पनि अवलोकन गरेर खान सकियो र यता हाम्रो हिमालतिरको दृश्य अवलोकन र अर्को अझै दामी राम्रो कुरा के लाग्यो भने ट्याक्कै ग्यासको घाम यहाँभित्र होइन यसले चाहिँ यसरी सेटअप गरेर यो चाहिँ रुमलाई हिटर गर्ने रहेछ सिस्टम एकदम लो अफ होइन पोइल्ड हाई नेटर भनेपछि यस्तो सिस्टम रहेछ माथि छ टिमलाई यस्तो दामी रहेछ सिस्टम र अर्को अझै राम्रो पोजिसन एकदम राम्रो कुरा के देखेँ मैले यहाँ चाहिँ पुरै बुकहरू है रिड गर्नको लागि आनन्द शान्त वातावरणमा यसरी रिड गर्न बुक र यसरी यताबाट चाहिँ ट्याक्क पोखराले धम्मी देखिँदा होइन म थोरै यहाँले धेरै बाहिर नि गइनँ यसरी ट्याक्क यताबाट भ्यू चाहिँ पोखरा यसरी देखियो यो बसेर ल उहाँले चाहिँ हामीलाई राम्रो तरिकाले सेवा दिनुभएको छ बेलुका नि हामी धेरै ह्याप्पी अब चाहिँ लगभग हाम्रो टोलीहरू सबै बाहिर छौँ सबै त्यहाँ छ हाम्रो टोली त्यो बाहिर गेमहरू गरेर थिएँ गेमहरू पनि भयो अब चाहिँ लगभग हामी सबैले खाना बोलाउने तयारी भइरहेको छ है अब म लगभग अबको 5-10 मिनटभित्र चाहिँ हामीले खाना सुरु पनि गर्छौँ अवश्य नै बाई बाई ए भिडियो चाहिँ अब यो देव भ्लगमा उता हुनुहुन्छ देव सर बाबा बोलौँ न भिडियोमा तपाईँहरू बोलिराख्नुहुन्छ त म किन बोल्ने बोल्नु न यार तपाईँले भोइस ओभर हानिदियो भयो नि तपाईँ के चाहिँ यस विषयमा चाहिँ के छ जित्ने भनेको मेरो हो मैले हो ढुक्काउनु तपाईँलाई अर्को कुरा कस्तो लाग्यो यसले फेरि तपाईँको बचपन रिमाइन्ड गरायो होला होइन कस्तो लाग्छ त्यो कुरालाई अहिले गुच्चा खेलेको पनि त्यो पनि एउटा बचपन रिमाइन्ड हो होइन पहिला त डेन्जर टोल देखेर अन्त खोइ त अहिले के टोल्न थाल्नुभयो राख्न नि यसो गरेको यहाँ दुख्न सुरु भयो हिमाल हेर्नु न सही छ बाबा एकदम दामी देखिरहेको छ होइन अझै सबै डिस्कसन भन्दा छिटो गेमतिर सुरु गर्दा बाहिर राम्रो हुन्थ्यो लाउन ला अब होइन खाना रेडी भयो कि भित्र भनेरै हो अब रेडी हो उदय सर कति पनि ढिला नरम है अब खाना ढिला भयो क्या भनिसक्यो क्या 5 मिनटमा बोलाइदिनु भनेको ल ल त्यो गेम चाहिँ एकदम चलिरहेछ त्यो फोन नराखेको फोन कानमा होइन है बाबा ए बाबा त्यो कानमा फोन कसको ओ बाबा ग्याप नरम त ग्याप नरम ए अगाडि जाम ओ यो बाबाले ग्याप गरे है ओ यो बाबाले दुईटा कुर्सी ग्याप गरेको अर्दिन खाना ओ ल ल ल ल खाना सेलायो है तपाईहरुको ल म भनिहालेँ सेलायो दामी को कता कता लडे कुर्सी ग्याप नराखौँ है सर 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 हिँडौँ के हिँड्न ढिलो नगरौँ त कति पनि ढिला भने यो भने भन को निस्किए ल ल छिटो 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 गरौँ ढिलो न एकदम ढिलो नगरौँ है ढिलो नगरौँ
ग्याप गरेर नहिनम क्या दुईटा नराम है त्यो होल्ड गर्न पाइन्न के ग्याप राख्न पाइन्न एउटा कुर्सी ग्याप गरेर हिँड्ने होइन क्या सुई सुई हिँड्ने हो बाबा ग्याप भयो तपाईँको ग्याप भयो के यो भन ग्याप भयो त्यो ग्याप गरेर हिँड्ने के बसे साथीहरू बस्यो ल हिँडिहाल उदय सर अलि धेरै उदय सर ल सुई घुमाउँ है कुर्सी अलि धेरै अब सर्कल सानो भइसकेको छ खाना टाइम पनि खाना सेला भनिसक्नु छ र छिट्टो गेम सक मनीमा उदय सर दामी रक कुर्सी भाँचे जस्तो लाग्यो कुन भाँचे जस्तो लाग्यो होइन साङ्ग्रो भयो फराकिले गरिदिउँ के कुर्सी साङ्ग्रो भयो क्या अघि जाम अरे मोबाइलमा फस्यो कि हो कि यो मोबाइलमा फस्यो कि कसले उदय सर निकाल्यो भनेको ल निस्केको पनि जाँदैन होइन उदय सर अर्को माइनस भयो पोस्टाइ भाँचे किन सुरु लेख्नु यत्रो ग्याप छ यार नि यहाँ
बाबा हामी त भिडियो बनाएर बोलाउँछ मात्रै भन्थ्यो त्यताबाट हेर्ने खेल्ने पनि गरिएन त्यसरी दिनु नि तपाईँ यही आएन हात घुमेर उल्टो उल्टो भन्छ मलाई आउँदैन काम पनि आउँदैन हेलो खाना भयो जानु जानु खाना सेला हुन्छ खाना खाना जामै साथीहरू बाबा त एकछिन बजाम है एकछिन बजाम है ल घुम घुम ल ल छिटो अब दुईटामा एउटै त हो एउटैमा त घुम्ने नचाउनु दाइ राम्रैसँग नचाउनु अहिले बन्द गर्नु देवदाई कुर्सी तानिहाल्छ फेरि भयो बैसठीमा आएको थिएँ नि एकचोटि बैसठीमा आएको थिएँ मैले थोरै त्यही दिन अनुमति लिएँ अप्ठ्यारो नभने म त्यतिखेर बिहा आफ्नै मान्छेको बिहामा चाहिँ जन्ती आएको थिएँ यहाँ चाहिँ खास ठ्याक्क त्यतिखेर मलाई यही होटल मात्रै याद छ क्या मलाई हजुर त्यति बेला यही मात्रै थियो जन्ती आएको हामीले म चाहिँ अनुमान भएअनुसार हजुर वरि माथिपट्टि 1300 एक ठाउँमा चाहिँ हामीले जन्ती खाजा खाएको खाना खाएको ठ्याक्कै टपरीमा मासु भात खाएको अनि याद भएको मलाई यही हो आज फेरि हिजो चाहिँ अपर्च्युनिटी कस्तो भने कम्पनीबाट हामी नि हजुर कम्पनीबाट आइयो होमस्टे गऱ्यो माथि डाँडामा चाहिँ हाम्रो इको भिलेज अन्नपूर्ण इको भिलेजमा इकोमा बस्नु हजुर अब कम्पनी स्पोन्सर भएपछि कम्पनीले मलाई मैले चाहिँ फेरि ठ्याक्कै अस्ताम हो भन्ने थियो मलाई पहिला सायद त्यही हो भन्ने भइसक्यो कि मेरो मनमा चाहिँ यही हो भन्ने भने चाहिँ अहिले चाहिँ जापानिजहरू नै छन् कि छैन यहाँ अहिले जापानिज कहिलेकाहीँ मात्रै आउनुहुन्छ ए हजुर भनेपछि सबै यहीँकै लोकल बासिन्दाहरू नै हुन्छ तपाईँ अहिले कोही उता भक्तपुरतिर कोही स्याङ्जातिर कोही चाहिँ उता धामपुर कोही यहीँको भन्ने कोही हुनुहुन्न हामी पनि छौँ ए हजुर कोही यहाँको कोही बाहिरको यहीँको ठ्याक्कै कोही हुनुहुन्छ भन्नु के हामी छौँ तपाईँ यहीँको हुनुहुन्छ हजुर उसको नाम रमेश म दिनेश लागेको छैन हामी कम्पनीबाट आइयो है यहाँ घुम्नु गरौँ भनेर अरू साथीहरू पनि घुम्नु माथितिर घुम्नु भयो मलाई चाहिँ कस्तो भने मनबाटै लागेको क्या यहाँ जाउँ यहाँ हेरौँ अनि भएको यहाँको अलिकति नजाने कुराहरू के कस्तो छ भन्ने कुरा कति वर्ष लगभग हाम्रो यो अहिले चलेको यो चलेको त 25 वर्ष पुरा 25 वर्ष पुरा भयो अनि तपाईँलाई मलाई कस्तो बुझ्नु मन लाग्यो भने
हाम्रो आन्तरिक र बाह्य पर्यटनको लागि चाहिँ यहाँ कस्तो खालको सेवा सुविधाहरू के छ बाह्यलाई फरक या आन्तरिकलाई फरक भन्ने के छ त्यो चाहिँ अहिले हाम्रो शासन ए हो अहिले उहाँ छ मलाई जिज्ञासा लाग्यो किनभने कहिले अब साथीभाइ या अरूहरू आफन्त परिवार पनि लिएर आउँदाको त्यही चाहिँ अवस्थाहरूमा चाहिँ त्यो आफूले बुझ्न मन पनि लाग्यो मलाई किनभने त्यो अपर्च्युनिटी कहिले कहिले हामी परिवार पनि लिएर आएर बस्नु पाए हुन्छ भन्ने त लाग्छ नि त कहिले आफूले मात्रै खुसी नबस्नु हुन्छ तर कहिले कहिले परिवार पनि लिएर आउँदा हुन्छ तपाईँको पारी चाहिँ पुरै यहाँबाट यो देखिएको भएको चाहिँ पुरै माछापुछ्री गाउँपालिका छ होइन हजुर यो माछापुछ्री गाउँपालिका चाँदी खोलासम्म हजुर चाँदी खोला विशेषमा पर्यो यो 6 नम्बर पर्यो 1 नम्बर उताबाट सुरु गर्यो भन्नाले माछापुछ्री गाउँपालिकाभित्रकै 6 नम्बर पर्यो हजुर 6 नम्बर अहिले गाउँपालिकामै छ है हाम्रो म चाहिँ करिब करिब यहाँ चाहिँ पहिला 20-21 वर्ष पहिला आएको मलाई लगभग यहाँ चाहिँ यो त्यो बेलामा यहाँ अरू होटल थिएन नि जापानिज होटल मात्रै थियो हेर्नु है यहाँभित्र चाहिँ तपाईँको कस्तो भने धेरै फरक थरीका फलफुलका रुखहरू थियो मैले याद गरेँ अनुसार अब हामीले कुरिलो भन्छौँ कुरिलो काउलीहरू तपाईँ अहिले कति ठाउँ घुम्यौँ नि हामी माथिहरू त्यहाँ चाहिँ यस्तो चिजहरू भेटिएन यहाँ हेर्दै जानुहोस् तपाईँले हरेक फलफुलका रुखहरू फरक छन् चिजहरू सब्जीहरू पनि सायद यहाँ अलग अलग छन् होइन अझै भेटघाट हुन्छ भित्र गफगाफ गरौँला कसैसँग फरक फरक चिजहरू के छन् हामीले नबुझेका नदेखेका नचिनेका चिजहरू छन् यहाँ पक्कै ल यहाँ फार्मिङ सिस्टम हेर्नु यहाँ तपाईँले तल अड्कल गर्नु क्या तपाईँ आफै मैले सही भने गलत गरेँ तपाईँ आफै अड्कल गर्न सक्नुहुन्छ अब जति हामी डाँडाबाट माथिबाट हेरियो नि यहाँ हेर्नुहोस् अब राम्रो छ सबै कुराहरू फरक फरक चिजहरू छ सबै यो आरु नै होला सायद यहाँ हेर्नुहोस् आरुकै रुख हो यो त्यो हाम्रो चाहिँ यहाँ जुन हुन्छ नि लोकल त्यो खालको यो आरु हुँदै होइन तल लाग्यो जहाँसम्म चाहिँ गाउँ हो तल लाग्नु खनियाको रुखहरू लाग्नु कसरी छ लाउनुहोस् माथि बागानहरू हुन्छ के भनिन्छ यो हामीले के राई खनियो के भन्छौँ होइन खनियो भन्छ राई खनियो यो खास अब विशेष चाहिँ गाई बस्तुको लागि चाहिँ अझै राम्रो पात चाहिँ खान्छ क्या फल चाहिँ मानिन्छ उखुको लागि उखुवाहरू रुखहरू बोट बिरुवाहरू यो बिचको यो पनि सायद केही फलकै रुख हो है फरक फरक चिजहरू छन् धेरै चिजहरू छ होइन होइन एकदम धन्यवाद जहाँ छ हामी चाहिँ आफ्नो एउटा नेपाली पनि यही नै राम्रो छ क्या हाम्रो समाज त्यसमा खुसी हुनुपर्छ जहिले पनि हामी जहाँ जान्छौँ हाम्रो मन कहिले पनि टाढिँदैन क्या हाम्रो एउटा नेपाली समाज के छ नि यो सबभन्दा ठुलो कुरा छ दाजुभाइ नि भइहाल्छ छिमेकी नै हो यो आनन्द यार कहाँ पाइन्छ बजारमा पाउँछु गाउँ आउनुपर्छ केटा गाउँ दहीमही खाना घिउ खाना दुध खाना गाउँको अर्ग्यानिक खाना गाउँ आउनुपर्छ तिमीहरू बजारमा बस्छौ नि बजारमा पोका ल्याएर दिन्छ नि दुध पानी हालेको के खान्छ तिमीहरू खाटी कहाँ पाइन्छ चिज भनेको यो हो मोही भने दही ल खाटी दुधको मलाई यो यस्तो जम्छ अहिले त दही जम्छ कोटेजनी मान्छेहरूको रमाइलो होइन कोही घरिहरू पछि पछि सरिया छन् कोही घरि ल उठा मामाले पछि स्कुलमा त निकाल्नु भयो फुल हाल्नु